पानी रुमभरि पानी छिरिसकेको यहाँ चोट लगाइसक्यो यार रातिको कति 3-3:30 बजेलाई हेर त ल यस्तो अवस्था छ अब रुममा हेर न रोडै भिज्यो ल भन्नै सक्दैन गाह्रो छ सब कुरा हैन यता यता गाडी हान्छ अहिले सो गाइस किन्ने घुम्ने त मलाई त गाडी छ हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल है हजुरहरू सुन्छु आफ्नो सन्देश आम फाइन अनि सन्देश के भन्नु होइन निन्द्रा छोपर भागा रात बसेर छैन नि त पानीले गर्दा सो हाम्रो चाहिँ अहिले जाडो भयो होला नि त होइन त्यसले लागिरहेको त्यो ल मौसम हेर्नु एकचोटि ले यस्तो मौसम भएको कि यो चाहिँ के पनि होइन यो तपाईँहरूलाई एउटा सिन देखाउँछु त्यो सिन हेरेर रात बसिरहेको रुममा पानी छिरेर त्यस्तै बाटोमा त नालीबाट पानी निक्लेर पनि रुममा छिरिदिएको होइन बाटो हेर्नुपर्छ आधी खुट्टा आएको पानी त के भन्नु होटल गएको राति सुत्नलाई त्यहाँ पनि ठाउँहरू त्यस्तै स्टोर रे गोदाम जस्तो जानेको ठाउँ पनि थिएन सुत्नलाई रातभरि नसुतेर यस्तो बिचक भयो नि हुन्छ त्यही आज ड्युटी गइदिनु ठिक छैन अनि त्यही हो हेर्न सक्नुहुन्छ रोड भाइ यिनीहरू यसको झन् अर्कै बिचक भएको छन् हामीहरू सँगै हेर्दै जान्छ होइन त्यही हो अगाडिको सिनहरू के कसो हुन्छ है त रुको जरा सबर करो बोला धक्का पानी हेर्नु यहाँ चोट लगाइसक्यो यार रुमभित्र पानी छिरिसक्यो ल हेर्नु अब के भन्नु अब सुत्ने रुमभित्र पानी छिरिसक्यो भने यार खुट्टामा दिँदा यस्तो गर्नु भयो ल हेर्नु त रातिको 12 बजे रातिको कति 3-3:30 बजेलाई हेर त ल यस्तो अवस्था छ अब रुममा हेर न अवस्था थापन नराम्रो छ है गाह्रो छ कडाउ परदेश बस्न रुमभरि पानी छिरिसक्यो क्या बिहान 9 बजी उठेर कपडा किन जाने सोच्थ्यो तर त्यो कुरा हुँदैन जस्तो लागिरहेको जानु लागिरहेको आज सुत्नै पाउँदैन नि त हेर्नु त पानी हेर्नु गएदेखि पानी यो साइडहरू पानी ल सो गाइस सो यहाँदेखि गएर भइसक्यो नि स्विमिङ पुल क्या पुरै स्विमिङ पुल पानी पऱ्यो भने बिजोग भएको थियो यस्तो पानी पऱ्यो नि गाह्रै हुनु कपडा पाउनलाई यस्तो भएर झाडो यति धेरै पानी पाएर चेन्नईमा चाहिँ पानी परेछ नि के भन्नु पुरै रुमै डुबाउनु परिसक्यो क्या केटाहरू उहाँबाट पुगेर सक्दैन हेर्नु यति पानी परेको क्या होटल जानु पर्ने भयो क्या हेर्नु न यहाँनिर यति धेरै पानी थियो क्या बाटो कहाँ त्यही खोज्नु गाह्रो भइरहेको छ छामी जानु पर्छ डराइ भने कति कुरो पानी थियो यार म बाटो देख्न सक्नुहुन्छ यहाँनिर ल पानी गयो अन्टी डिटो माथि चुकेछ फेरि हातमा ल हेर्नु साथी चाहिँ नरिल खोजेको राहुल हेर्नु त्यहाँ अब केटाहरू सबैजना रुममा जाने सबैजना निक्लिसकेन पानी अझै पनि परिरहेको क्या यस्तो बिचक भइरहेको क्या आज त राति पनि पाउँदैन छैन सो त्यही हो अर्डर भेट्नु साथीहरू चाहिँ होइन पानी चाहिँ दिएर नि माथिबाट जानुपर्ने हुन्छ गाह्रो भयो लास्टै गाह्रो छ देखिसक्नुको होला रुमको अवस्था के भनेर होइन रातै बिहे भएको सोचिन्छ अनि चाहिँ त्यही हो अनि त्यो नेक्स्ट डे होइन अनि जान लागेको काममा त्यो कम्पनीको टोपी हो क्या हामी कम्पनी गाडी पनि ल्याइसकेको हुन्छ होइन अनि चाहिँ त्यही हो चाहिँ भोकै पुरै छटपटाएर बसिरहेको 3 बजीको खानाहरू चाहिँ खाएन यस्तो एउटा भेट अलिक भर सुतेर उठेको रातिमा 2 बजी सुतेको थियो त्यसमा त्यहाँ 2 दिन रेपुटेसन राम्रो गरी अनि त्यो त्यही हो उनको बस्नु थियो नि आलुबला होइन अनि अब त्यो भ्याउँदैन नि त अनि त्यही भएर आज नेक्स्ट डे होइन फेरि पानी छिरिसक्यो रुममा यस्तो
5 बजिसक्यो रातिको पानी परेको त्यस्तो तनाव भइरहेको नि के भन्नु यार सुतिरहेको मान्छे यार आँखा पोलेर आधी घन्टा पनि भएन क्या अब कहाँ खाने पानी आएर हुन्थ्यो भने ल यस्तो गरेर पनि सुत्नु परिरहेको के भन्नु यस्तो तनाव भइरहेको नि नसुति एक चिजहरू भइरहेको क्या अब फेरि जानुपर्ने हुन्छ स्टोरलाई अरे कहना क्या चाहते हो त्यही गोदाममै जानुपर्ने हुन्छ के बोल्दै देखिरहेको क्या मेरो भोइस चेन्ज गरेर होला होइन परदेशमा आएपछि गाह्रो छ केटाहरू यस्तै होइन के भन्नु धेरै हेर होइन अब तिमीहरू पनि अब यस्तो त हुँदैन होला तर पनि होइन आएपछि अब जस्तो भए पनि यस्तै होइन यहाँ देखाइदिनु यस्तो लाग्यो सो फेरि नेक्स्ट डे होइन तपाईँदेखि हाम्रो कस्तो त्यो अवस्था भएर अब के बोल्नु सकिरहेको क्या म उतातिर जाडो हुन्छ यतातिर पानी परेर के हो फेरि यति हुन्छ नि गर्मी हेर्नु फेरि पानी परेको पनि थाहा हुँदैन गर्मी भएको पनि थाहा हुँदैन त्यही कतिखेर पानी पर्दैन थाहा हुँदैन त्यो अगाडिको मसिन म चाहिँ अनि फेरि यो चाहिँ सिरक चाहिँ किन बोकेर हिँडेको भन्दाखेरि अब हेर्नु कतैतिर जाँदैन अब फिक्स अब त्यही त्यो बाहिरको सिन देखाउँछ तपाईँहरूलाई त ल फेरि यहाँनिर त्यस्तै भइसक्यो ल अब त्यही दिन हो भनेर के भन्नु त त्यो दिन यहाँ थिएन नि त गिटी थिएन होइन ताजाको दिनहरूले फेरि बिजोग भइरहेको यार छे कुकुरहरूको बिजोग फेरि यहाँनिर यतिसम्म लाग्यो के भन्नु यो चाहिँ बोलाएर कहाँ हिँडेको कहाँ फोहोर ल्याएर जम्मा पारिसक्यो यहाँनिर यहाँ सुत्नु लागेको अब हामी यहाँ स्टोर स्टोर भनेको गोदाम भन्नु यस्तो ठाउँमा झाप्यो भने यस्तो गाह्रो भयो नि हाडेको रातिको सोचेको 6 भइसक्यो होइन अनि अब त्यही 6, 7, 8, 9, 10, 11 पाखा रातिको 1 बजीसम्म ड्युटी हुन्थ्यो 2 बजे ड्युटी अनि सोच्यो राति दिउँसो 2 बजी गयो भने रातिको अब 1 बजीतिर आउनुपर्ने हुन्छ बाहिर होटल सोचेदेखि हाम्रो होला होइन जस मसँग खानु छ अनि सोच्यो एकचोटि भोलि घुम्नुपर्छ सो गुड नाइट तपाईँले सुत्नु होला राम्रो गरी अनि म अब सुत्छ अब आफ्नो त निद्रा पुरा हुँदैन अनि त्यही हो भोलि भेट्नुपर्छ त अनि सो गाइस सो देखिसक्नु भयो होला होइन अनि के कसो भनेर अनि सोधै हो सो धेरै लङ भ्लग चाहिँ नगरौँ भनेर होइन अनि सो यो महिना क्रिसमस रमाउनुमा थाहा छैन क्या अनि सोच्यो क्रिसमसको पुरै डेकोरेसन गरिरहेको क्या अनि यता 25 तारिकको रह क्या क्रिसमस चाहिँ अनि त्यो माथि देख्नु भयो होला होइन त्यस यो स्टार सब हालेको क्या पुरै झिलिमिली अनि म चाहिँ काम गर्ने हुँदा त्यही हो अनि म गएर यसरी होटल खालि छोडिदिएँ क्या मैले त्यहाँनिर चाहिँ किन भन्दाखेरि 2जनाले मात्र राखेँ अरूजना नराखेँ भन्दा पनि त्यो भएर अन्त त्यही हो धेरै लङ भक्ति नगरौँ अनि